प्रभु येशूको मृत्यु र पुनरुत्थान सारा क्रिस्चियन विश्वासको आधारशिला हो, जसमाथि परमेश्वरले गरेको सबै कुरा अडिएको छ। प्रभु येशूको मृत्यु र पुनरुत्थानलाई क्रिस्चियन विश्वासबाट हटाउनु चाहिँ यसलाई एउटा धर्ममा परिणत गर्नु मात्र हो, जसले कसैको जीवनलाई पनि बदलाउन सक्दैन। प्रभु येशूको बौरी उठाइ चाहिँ एउटा वास्तविक घटना हो अनि त्यसले साँच्चै नै फरक पारेको छ। पहिलो पत्रुस 1:3 परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यको हुनुहुन्छ र उहाँको महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौँ। प्रभु येशूको पुनरुत्थानको थुप्रै उद्देश्यहरू छ, त्यसले सम्पन्न गरेको उपलब्धिहरू हामीले त्यसको चर्चा अतीतमा थुप्रै सुनिसकेका छौँ। तर आज हामी एउटा यस्तो खालको सत्यताको कुरा गर्न लागेका छौँ जो येशू प्रभुको पुनरुत्थानसित जोडिएको छ, जसको बारेमा हामीले धेरै जसो ध्यान दिँदैनौँ। अन्तिम लाइनमा हेर्नुभयो भने मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौँ। प्रभु येशूको पुनरुत्थानले हामीलाई एउटा जिउँदो आशाको निम्ति नयाँ जन्म गरायो। साह्रो शक्तिशाली छ। हामीले धेरैचोटि ध्यान दिँदैनौँ कि नयाँ जन्म चाहिँ पुनरुत्थानसित जोडिएको छ। पुनरुत्थानले चाहिँ हामीलाई एउटा जिउँदो आशाको लागि नयाँ गरेर जन्माएको छ। नयाँ जन्म भनेको चाहिँ के हो त? हामी धेरैले चर्चा गर्छौँ हामी नयाँ गरी जन्मिनु जरुरी छ। कतिले अरूलाई भेट्ने साथ तपाईँले नयाँ जन्म पाउनुभयो भनेर सोद्धछ। नयाँ जन्म भन्ने शब्द प्रभु येशूलाई विश्वास गर्ने मानिसहरूको बीचमा एउटा प्रेभलेन्ट वर्ड हो, चलिबस्ने शब्द। तर के चाहिँ भनेको हो त नयाँ जन्म भनेको? धेरै मान्छेलाई नयाँ जन्म भनेको के बुझ्नुहुन्छ भन्दा प्रभु पाउनु भनेर भन्छ, येशूको चेला हुनु भनेर भन्छ, पाप क्षमा हुनु भनेर भन्छ, जो सत्य हो। तर वास्तवमा नयाँ जन्म चाहिँ के चाहिँ हो त भनेर जब हामी प्रश्न गर्छौँ, तपाईँले बाइबलभित्र यसको उत्तरहरू भेटाउन सुरु गर्नुहुन्छ। जो पनि बाइबलले नयाँ जन्म भन्दछ त्यसको मतलब चाहिँ के हो भने पुरानो जन्म पनि हुनुपर्ने हो र त नयाँ जन्म भन्ने शब्द चलाएको छ। एउटै मात्र जन्म भएदेखि नयाँ जन्म भन्ने शब्द चलाइने थिएन। तर नयाँ जन्म छ भनेदेखि त्यसको मतलब पक्कै पनि पुरानो जन्म पनि हुनुपर्ने हो। अब यो पुरानो र नयाँ जन्म भन्ने कुरालाई जब तपाईँले ध्यान दिनुहुन्छ, तपाईँले नयाँ जन्मको शक्तिलाई बुझ्न सुरु गर्नुहुन्छ। प्रभु येशूले निकोदेमसलाई भनेको सत्यता चाहिँ साह्रो गहिरो छ। उहाँले यूहन्ना 3:3 अनि 5 यसरी भन्नुभएको छ, येशूले तिनलाई जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। येशूले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। एक रात प्रभु येशू कहाँ एकजना मानिस आयो। प्रभु येशूले यो मान्छेलाई एउटा साह्रो शक्तिशाली कुरा भन्नुभयो, तिमी नयाँ गरी जन्मन आवश्यक छ भन्दाखेरि त्यो मान्छे छक्कै पर्यो, किनकि उसको उमेर चाहिँ वृद्ध अवस्थामा पुगिसकेको छ। तिमी नयाँ गरी जन्मन पर्छ भन्दाखेरि ऊ छक्कै पर्यो अनि उसले भनेको छ, मान्छे कसरी चाहिँ बुढो अवस्थामा पुगिसकेपछि फेरि फर्केर आमाको पेटमा पसेर नयाँ गरेर जन्मने? तर प्रभु येशूले उसलाई भनेको कुरा साह्रो मजाको छ। शरीरबाट जन्मेको शरीर हो,
आत्माबाट जन्मेको आत्मा हो। तिमी आत्माबाट नयाँ गरी जन्म्यौ भनेदेखि मात्र तिमीले स्वर्गको राज्यलाई देख्छौ। तिमी आत्माद्वारा फेरि नयाँ जन्म पायौ भनेदेखि मात्र तिमी स्वर्गको राज्यभित्र पस्नु सक्छौ। अनि यहाँनिर प्रभु येशूले दुईवटा जन्मको कुरा गर्नुभयो। एउटा चाहिँ शरीरद्वारा उत्पन्न हुने जन्म, हामी आमाको पेटबाट शारीरिक रूपमा जन्मन्छौँ, त्यो चाहिँ हामी सबैको पुरानो जन्म हो। जब पनि हामी शरीरमा जन्मन्छौँ हामी जिउँदो मान्छे छौँ, तर हरेक आमाको गर्भबाट जन्मेको मान्छे आमाको पेटबाट जन्मेर आउँदै गर्दाखेरि उसको शरीर त जिउँदो छ तर उसको आत्मा चाहिँ मरेको छ, किनकि उसको आत्मामा परमेश्वर हुनुहुन्न, परमेश्वरसित उसको सम्बन्ध छैन। यसो त प्रभु येशूले निकोदेमसलाई भन्दै गरेको कुरा चाहिँ शारीरिक जन्मको कुरा गर्नु हो भने तिमी जन्मेर धेरै उमेर खाइसकेको छौ, तर आत्माको जन्मको कुरा चाहिँ गर्नु हो भने तिमी जन्मेकै छैनौ र तिम्रो आत्मा चाहिँ मरेको छ। यसर्थ नयाँ जन्म के हो भनेर भन्नुहुन्छ भनेदेखि नि परमेश्वरको आत्मा तपाईँ भित्र जब बस्नु आउनुहुन्छ अनि परमेश्वरसित जब तपाईँ जोडिनुहुन्छ त्यति बेला के हुँदछ, तपाईँ आफ्नो नयाँ जन्मभित्र पस्नु हुन्छ। अनि जसै तपाईँ नयाँ जन्मभित्र पस्नुहुन्छ प्रभु येशूले भन्नुभयो तपाईँले परमेश्वरको राज्य देख्न सुरु गर्नुहुन्छ, तपाईँ परमेश्वरको राज्यभित्र पस्न सुरु गर्नुहुन्छ। जो पनि तपाईँ र मैले नयाँ जन्म पाउँछ हाम्रो आत्मा परमेश्वरसित जोडिन्दछ, परमेश्वर हामीभित्र आएर बस्न सुरु गर्नुहुन्छ। अनि त्यति बेला परमेश्वरको उपस्थिति र जीवन चाहिँ हामीभित्र एउटा यस्तो खालको गेट हुँदछ, ढोका, जसबाट पसेर हामी स्वर्गको राज्यलाई भेटाउन सक्छौँ, समात्न सक्छौँ। परमेश्वरले ल्याउने सबै कुराहरू चाहिँ हाम्रो जीवनमा खुल्न सुरु हुँदछ। तपाईहरु जतिले पनि प्रभु येशूलाई विश्वास गरेर नयाँ जन्म पाउनु भएको छ, एउटा शक्तिशाली सत्यता कहिले नभुल्नुहोस्, तपाईभित्र परमेश्वर बस्नु भएको छ। परमेश्वर तपाईभित्र बसेकोले गर्दा तपाईको भित्र स्वर्गको राज्य भित्र पस्ने एउटा एक्सेस खुलिएको छ, एउटा ढोका खुलिएको छ, जसले प्राकृतिक संसारमा बस्ने तपाईलाई अलौकिक संसारमा भएको स्वर्गको राज्यसित जोड्दछ। त्यो बीचको ढोकाले तपाईले पुरानो करारमा याकुबको सपनाको बारेमा पढ्नु भएको छ। बेथेलमा याकुब सुतेको थिए राति, अनि रातको समयमा उसको निन्द्रामा उसले एउटा सपना देख्यो। उसले जुन ठाउँमा ढुङ्गाको सिरानी लाएर सुतेको छ उसको सिरानीबाटै एउटा ढोका खुलिएको छ, एउटा सिँढी छ, त्यहाँदेखि स्वर्गसम्म गएको छ, अनि माथि चाहिँ एउटा ढोका खुलिएको छ। अनि स्वर्गदूतहरू त्यसबाट ओह्रालो झर्दैछ, कोही स्वर्गदूतहरू त्यसबाट उकालो चढ्दैछ, अनि त्यो ढोकाको मुखमा चाहिँ परमेश्वर उभिनु भएको छ। याकुब झसङ्ग भएर जाग्दा उसलाई ढुक 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 भइराखेको थियो। अनि उसले भन्यो यो ठाउँमा त स्वर्गको ढोका रहेछ। यसर्थ उसले त्यो ठाउँको नाम बेथेल राखे। बेथेल भनेको चाहिँ के हो तपाईँलाई थाहा छ? परमेश्वरको घर, किनभने उसले त्यहाँनिर स्वर्गको ढोकालाई देखेको छ। अनि हामी जो पनि यो घटनालाई पढ्छौँ हामी सबैलाई मनमा एउटा एक्साइटमेन्ट हुँदछ, म त्यो बेथेलमा पुगेँ भनेदेखि त सायद त्यो ढोकाबाट म प्रभुको उपस्थितिभित्र पस्ने थिएँ। कतिलाई पोर्टलको बेसी इच्छा हुँदछ, यहाँनिर पोर्टल खुल्यो त्यसबाट परमेश्वरको उपस्थितिमा पस्ने। कतिवटा ठाउँमा विशेष स्वर्गको एउटा पोर्टल खुलिएको हुँदछ, ढोका खुलिएको हुँदछ, त्यस्ता ठाउँहरूमा गयौँ भने प्रभुको उपस्थितिभित्र छिट्टो पस्न सकिन्छ भन्ने धेरैको धारणा हुँदछ। तर मजाको कुरा सुन्न चाहनुहुन्छ, जो पनि मान्छेले नयाँ जन्म पाउँदछ नि
स्वर्गको ढोका चाहिँ यहाँ भित्र खुल्दछ। परमेश्वरको जीवन जसै आएर बस्दछ त्यो नै आफै आफमा यस्तो खालको ढोका हो जसबाट भएर चाहिँ तपाईँ कुनै पनि समय परमेश्वरको उपस्थितिमा पस्न सक्नुहुन्छ, स्वर्गको संसारभित्र पस्न सक्नुहुन्छ। यसर्थ अबको समयमा चाहिँ कुनै एउटा भौगोलिक ठाउँमा स्वर्गको ढोका हुन जरुरी छैन, किनकि त्यो ढोका चाहिँ तपाईँले बोकेर हिँड्दै हुनुहुन्छ। हरेक नयाँ जन्म पाएको मान्छेले चाहिँ स्वर्गको ढोका चाहिँ यहाँ भित्र बोकेर हिँड्दछ। यसो त नयाँ करारमा आएपछि स्वर्गको ढोका चाहिँ कुनै भौगोलिक ठाउँमा छैन, नयाँ जन्म पाएको मानिस भित्र छ। तपाईँले यो सत्यतालाई यीशु प्रभुको भनाइमा अझै मजाले बुझ्न सक्नुहुन्छ। यूहन्ना 1:51 अनि उहाँले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, तिमीले स्वर्ग उघुरिएको र परमेश्वरको दूतहरूलाई मानिसको पुत्रमाथि उक्लँदै र ओर्लँदै गरेको देख्ने छौ। प्रभु यीशुले नथानेललाई के भन्दैछ, मानिसको पुत्रमाथि चाहिँ तिमीले के देख्नेछौ? स्वर्ग उघुरिएको देख्नेछौ। सबैले ढोका भन्नुहोस् न। अनि मानिसको पुत्रमाथि चाहिँ स्वर्गदूत ओर्लँदै गरेको पनि देख्छौ, उक्लँदै गरेको पनि देख्छौ। याकोबले बेथेलमा ढोका खुलिएको देखेको अनि एउटा सिँढीमा चाहिँ स्वर्गदूत ओर्लँदै र उक्लँदै गरेको देखेको छ। तर यहाँ आइपुग्दाखेरि चाहिँ प्रभु यीशुले के भन्नुभएको छ भने अब नयाँ करारमा आएपछि चाहिँ स्वर्गको ढोका चाहिँ एउटा भौगोलिक ठाउँ होइन, एउटा व्यक्ति हो। अनि त्यो व्यक्ति चाहिँ को हुनुहुन्छ? मानिसको पुत्र। अनि जुन सिँढीबाट स्वर्गदूत ओह्रालो झरेको देखेको छ, उकालो चढेको देखेको छ, पुरानो करारमा एउटा ठाउँ थियो, तर नयाँ करारमा चाहिँ यो चाहिँ एउटा व्यक्ति हो। मानिसको पुत्रमाथि स्वर्ग उघ्रने छ अनि मानिसको पुत्रद्वारा चाहिँ स्वर्गदूत संसारमा आउनेछ र स्वर्गमा चढेर जानेछ। यसो त पुरानो करारमा जुन भौगोलिक पोर्टल या ढोकाको कुरा गरिएको छ, नयाँ करारमा आएपछि चाहिँ त्यो ढोका चाहिँ एउटा व्यक्तिमाथि आएर बसेको छ। उहाँ चाहिँ को हुनुहुन्छ? येशू प्रभु। तर जो पनि तपाईँले नयाँ जन्म पाउनुहुन्छ त्यति बेला त्यो प्रभु येशू चाहिँ जब तपाईँ भित्र बस्नका लागि आउनुहुन्छ त्यति बेला ढोका चाहिँ यहाँ भित्र स्थापित हुँदछ। तपाईँको कतिको मनमा अझै पनि रहर होला, 2-4 पैसा थुपारेर यरुसलेममा जानु चाहिँ पाएदेखि म यो ठाउँमा जाने थिएँ, यो ठाउँमा जाने थिएँ, यो ठाउँमा जाने थिएँ। अनि तपाईँको त्यो आइटिनियरको लिस्टमा चाहिँ नि सायद कुन ठाउँ होला, म चाहिँ मौका पाएँ भनेदेखि पेन्टेकोस्टको त्यो अप्पर रुममा जाने थिएँ। कतिको मनमा होला, म चाहिँ मौका पाएँ भनेदेखि प्रभु यीशु मारिनु भएको गोलगथा भन्ने डाँडामा जाने थिएँ। म चाहिँ मौका पाएँ भनेदेखि सायद सामरियाको त्यो स्त्रीलाई यीशु प्रभुले भेटेको त्यो कुवामा जाने थिएँ भन्ने तपाईँको मनमा विचार होला। मेरो तपाईँलाई शुभकामना के हो, त्यो दिन छिट्टै आओस्, तपाईँ यरुसलेमको यात्रा गर्न पाओस्। तर परमेश्वरको स्वर्गको खुलेको ढोका भेटाउनका लागि चाहिँ तपाईँ यरुसलेम जान पर्दैन। टुरिज्मको लागि जानुहुन्छ भने ठिकै छ, तर ढोका यहाँ भित्र छ। स्वर्ग चाहिँ नि तपाईँको भित्र नयाँ जन्मको कारणले गर्दा आएर बसेको छ। अब चाहिँ स्वर्गदूत चाहिँ भौगोलिक ढोकाबाट होइन, तपाईँको आत्माद्वारा चाहिँ पृथ्वीमा रिलिज हुन सुरु हुँदछ। प्रभु यीशुले निकोदेमसलाई भन्नुभयो, जो नयाँ गरी जन्मन्छ उसलाई स्वर्गको राज्य देख्छ, अनि जो नयाँ गरी जन्मन्छ उसले स्वर्गको राज्यभित्र प्रवेश गर्नु सक्दछ। हामीले धेरैचोटि ध्यान नदिएको मात्रै हो। तपाईँले प्रभु यीशुलाई विश्वास गर्दा पाएको नयाँ जन्म चाहिँ कतिसम्म चाहिँ शक्तिशाली छ। कयौँचोटि नि तपाईँले प्रार्थना गर्दै गर्दा प्रार्थनाको उत्तर आएको तपाईँलाई ठुलो लाग्दैन। कयौँचोटि तपाईँले प्रार्थना गर्दाखेरि आश्चर्यकर्म भएको ठुलो लाग्दैन। तर कल्पना गर्नु, संसारमा यति धेरै मानिसहरू छन् जो शरीरमा त जन्मेको छ
तर आत्मामा उनीहरूको नयाँ जन्म भएको छैन। अनि उनीहरूले नि प्रार्थना गर्दाखेरि तपाईँले जति सजिलोसित उत्तर पाउन सक्छ त्यसलाई अनुभव नै गर्न सक्दैन। किनभनेदेखि उनीहरूको भित्र परमेश्वर बस्नु भएको छैन। उनीहरू परमेश्वरदेखि के भएको छ, चुडिएको छ। तर जो पनि हामी नयाँ जन्म पाउँछौँ, नयाँ जन्मको समयमा चाहिँ परमेश्वरसित तपाईँ जोडिनुहुन्छ। यति बेला तपाईँ भित्र परमेश्वर बसिराख्नु भएको छ। तपाईँ जहाँ जानुहुन्छ तपाईँले परमेश्वरलाई लिएर जानुहुन्छ। अब हामी किन यरुशलेमको मन्दिर जाँदैनौँ? किनकि परमेश्वर अब मन्दिरमा होइन, तपाईँ भित्र बस्नुहुन्छ। वास्तवमा चर्चमा पनि हामी प्रभुलाई भेट्नु आएको चाहिँ होइनौँ। कतिलाई लाग्छ होला हामी प्रभुलाई भेट्नु आएको भने राम्रो हो, प्रभुको उपस्थिति छ, कर्पोरेट अनोइन्टिङ। तर चर्चमा चाहिँ हामी वचन सिक्नका लागि आउँछौँ, चर्चमा हामी आराधना गर्नका लागि आउँछौँ। तर परमेश्वर चाहिँ तपाईँले के गर्नुहुन्छ? साथ साथमा लिएर हिँड्नुहुन्छ। यो सत्यतालाई एफिसी 2:1-5 अझै मजाले भनेको छ। तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यिनैमा यस संसारको रीति अनुसार, आकाशको शक्तिको मालिक अनुसार, अनैकारिताको सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दै थियौ। तिनीहरूमध्ये हामी सबै पनि शरीर र मनको इच्छा पुरा गरेर आफ्नो पापमय स्वभावको लालसामा अघि जिउँथ्यौँ र बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधको सन्तान थियौँ। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेको भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट तिमीले उद्धार पाएका छौ। हामी आफ्नो अपराध र पापहरूमा मरेका थियौँ। नयाँ जन्म नपाएको मान्छे चाहिँ शरीरमा चाहिँ जिउँदो छ, खाइराखेको छ, हिँडिराखेको छ, लुगा लगाइराखेको छ, कमाइराखेको छ, जिन्दगी जिराखेको छ। तर उसको आत्मा चाहिँ के भएको छ? अपराध र पापमा मरेको छ। यसो त प्रभु यीशुलाई विश्वास गरेको र प्रभु यीशुलाई नपाएको मान्छेको भिन्नता चाहिँ बाहिर हेर्दाखेरि थोरै मात्र देख्छ, तर असली भिन्नता चाहिँ भित्र छ। तपाईँ जिउँदो हुनुहुन्छ अनि प्रभु नपाएको मान्छेको आत्मा मरेको छ। परमेश्वर हुनुहुन्न उसको आत्मामा। अनि जुन मान्छेको आत्मा पनि मरेको छ, उसलाई कसले चलाइराखेको छ भन्दा आकाशको शक्तिको मालिक र अनैकारिताको सन्तानमा काम गर्ने आत्माले ती मानिसहरूलाई डिक्टेट गरिराखेको छ, कन्डक्ट गरिराखेको छ, चलाइराखेको छ। अर्केस्ट्राको कन्डक्टरले हात यसरी जब उचाल्छ, त्यति बेला चाहिँ त्यो अर्केस्ट्राको बाजाहरूको दिशा परिवर्तन हुँदछ। उसले हातले एउटा इसारा गर्दाखेरि त्यो बाजा एक प्रकारले बज्दछ, उसले अर्को प्रकारले इसारा गर्दा अर्को तरिकाले बज्दछ। अनि त्यसलाई चाहिँ अर्केस्ट्रा कन्डक्ट गर्नु भनेर भन्दछ। यसो हेर्दाखेरि बाजा बजेको जस्तो देख्छ, तर त्यो कन्डक्टरले त्यसलाई कन्डक्ट गरिराखेको छ। अपराध र पापमा मरेको मान्छेको आत्मालाई चाहिँ नि अनैकारिताको आत्माले कन्डक्ट गर्दैछ। आकाशको शक्तिको इलाकामा काम गर्ने आत्माले उनीहरूलाई चलाइराखेको छ, तर धेरैलाई थाहा छैन। अनि त्यो आत्माले उनीहरूलाई चलाउँदै गरेको कुरा चाहिँ केमा देखा पर्छ भन्दाखेरि ती मानिसहरू चाहिँ शरीरको इच्छामा जिराखेको छ, मनको इच्छामा जिराखेको छ। खाउँ 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 लाग्यो खाइहाल्छ, गरौँ 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 लाग्यो गरिहाल्छ, भनौँ 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 लाग्यो भनिहाल्छ। जे माग्छ नि शरीरले त्यसलाई पुरा गर्नु चाहिँ उनीहरूको जीवनमा सबैभन्दा जरुरी कुरा हुँदछ। उनीहरूले सोच्दछ हामीले आफ्नो मनको इच्छा आफैले पुरा गर्दैछ, तर उनीहरूलाई यो थाहा छैन अदृश्य रूपमा चाहिँ अर्केस्ट्रा कन्डक्टरले हात हलाउँदाखेरि बाजाको दिशा घुमेको जस्तै उनीहरू भित्र चाहिँ नि एउटा उद्धार नपाएको मान्छेको भित्र चाहिँ अनैकारिताको आत्माले उनीहरूलाई के गर्दैछ? चलाइराखेको छ। किन
भनेदेखि उनीहरूको आत्मामा परमेश्वर हुनुहुन्न, उनीहरूको आत्मा मरेको छ। तर 4 पदमा लेखेको छ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेको भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। वाउ, परमेश्वरले नै हामीलाई बौराएको होइन रहेछ। कसलाई बौराएको रहेछ? मरेकोबाट यीशु प्रभुलाई बौराउनु भएको रहेछ। तर यीशु प्रभुलाई मरेकोबाट जीवित पार्दै गर्दाखेरि उहाँभित्र परमेश्वरले कसलाई पनि सँगसँगै जीवित पार्नुभयो, मलाई पनि जीवित पार्नुभयो, तपाईँलाई पनि जीवित पार्नुभयो। यसर्थ नयाँ जन्म चाहिँ सोझै प्रभु यीशुको पुनरुत्थानबाट उत्पन्न भएर आउँदछ। प्रभु यीशु बौरी उठेको कारणले गर्दा आज विश्वास गर्ने मान्छेको चाहिँ के हुँदछ? नयाँ जन्म हुँदछ। पुरानो करारको मान्छेले पनि परमेश्वरको वचनलाई विश्वास गरेको, तर कसैको पनि नयाँ जन्म भएन। उनीहरू विश्वासमै मरे। अनि पुरानो करारमा हुन त अब यो विषयमा पसौँ कि नपसौँ, यसमा थुप्रो तर्क हुने ठाउँहरू छ थियोलोजिकली। तर पुरानो करारमा विश्वास गरेर मर्ने मानिसहरू चाहिँ नि स्वर्ग गएन। उनीहरू एउटा यस्तो खालको ठाउँमा गए जहाँनिर चाहिँ उनीहरूले पर्खेर बस्नु पर्थ्यो। तपाईँले बाइबलमा पढ्नुभयो भने लाजरस जब मरेको छ, स्वर्गदूत लगेर कसको काखमा राखिदिएको छ? अब्राहमको। स्वर्ग होइन है त, अब्राहमको काखमा, जहाँ अब्राहम पनि पर्खेर बसिराखेको रहेछ। अनि लाजरस पनि त्यही ठाउँमा पुगेको छ। विश्वासमै मरे तर नयाँ जन्म पाएन। किनभनेदेखि नयाँ जन्म चाहिँ यीशु प्रभुको पुनरुत्थानद्वारा मात्र आउने कुरा हो। अनि यीशु प्रभु अझसम्म क्रुसमा मारिनु भएको छैन। यीशु प्रभु अझसम्म बौरी उठ्नु भएको छैन। तर जुन दिन प्रभु यीशु क्रुसमा मारिनु भयो त्यो दिन के भएको छ तपाईँलाई थाहा छ? पुरानो करारको मरेको मानिसहरू बौरी उठेको छ। यसरी यीशु प्रभुको बलिदान र पुनरुत्थानले के गरेको छ भने हरेक मान्छेको नयाँ जन्म चाहिँ खोलेको छ। पहिलाको समयको पनि र भविष्यमा आउने समयको पनि। तपाईँले बाइबलमा हेर्नुभयो भने उहाँ मृत्युबाट जीवित हुनुभएको कारण मरेकाहरूको पनि परमेश्वर हुनुहुन्छ अनि जिउँदाहरूको पनि परमेश्वर हुनुहुन्छ। बिकज ही इज रिजन फ्रम द डेड, ही इज द लर्ड अफ बोथ डेड एन्ड लिभिङ भनेको छ बाइबलले। प्रभु यीशुको पुनरुत्थानबाट चाहिँ नयाँ जन्म खोलिएको छ। यीशु चाहिँ पुनरुत्थान नहुनु भएको भएदेखि आज कोही पनि नयाँ जन्म पाएका मानिसहरू हुने थिएन। यसो त आज जसै तपाईँले आफ्नो नयाँ जन्मलाई सोच्नुहुन्छ, तपाईँले यीशु प्रभुको पुनरुत्थानलाई सेलिब्रेट गर्न सुरु गर्नुहुन्छ। प्रभु धन्यवाद, तपाईँ बौरी उठ्नुभयो अनि मैले नयाँ जन्म पाएँ। परमेश्वरले नि यीशु प्रभुलाई मरेकोबाट जीवित पार्दै गर्दाखेरि उहाँ सँगसँगै हामीलाई पनि जीवित पार्नु भयो। प्रभु यीशु क्रुसमा मारिँदै गर्दाखेरि परमेश्वरले हामीलाई क्रुसभित्र हाल्नुभयो। प्रभु यीशुलाई गाडिँदै गर्दाखेरि हामीलाई उहाँ सँगसँगै गाड्नुभयो। अनि जब हामी बौरी उठ्दै थियौँ त्यति बेला उहाँ सँगसँगै हामी पनि बौरी उठ्यौँ, यद्यपि हामी जन्मिएका थिएनौँ। एउटा सत्यता हामीले के बुझ्नु जरुरी छ भनेदेखि नि वास्तवमा प्रभु यीशुलाई क्रुसको जरुरत थिएन। उहाँलाई क्षमाको जरुरत पनि थिएन, उहाँलाई उद्धारको जरुरत पनि थिएन, उहाँलाई क्रुसको बलिदानको जरुरत पनि थिएन। यीशु प्रभु क्रुसमा चाहिँ तपाईँको निम्ति मारिनु भयो, तपाईँको दण्ड उहाँमाथि खर्चिनका लागि। प्रभु यीशु किन गाडिनु भयो भन्दाखेरि तपाईँ गाडिन जरुरी थियो। अनि प्रभु यीशु मर्दै गर्दा र गाडिँदै गर्दाखेरि चाहिँ उहाँले तपाईँ र मेरो मृत्युलाई चाहिँ लिनुभयो। तपाईँ र मेरो आत्मा चाहिँ उद्धार नपाएको समयमा परमेश्वरदेखि अलग भएको छ। मरेको आत्मा भनेको चाहिँ वास्तवमा परमेश्वरदेखि चुडिएको अलग भएको आत्मा हो। तपाईँलाई थाहा छ प्रभु यीशु क्रुसमा मारिँदै गर्दाखेरि
उहाँले गरेको प्रार्थनाका एउटा लाइन चाहिँ के थियो? हे मेरो परमेश्वर, हे मेरो परमेश्वर, तपाईले मलाई किन त्याग्नु भयो? नयाँ जन्म नपाएको मान्छे परमेश्वरदेखि अलग भएको हुँदछ। त्यो ठाउँ छ नि, क्रुसमा चाहिँ प्रभु येशूले लिनुभयो तपाईको ठाउँ। अनि उहाँ जसै गाडिनु भयो नि, तपाईँ र म परमेश्वरबाट उद्धार नपाएका बेलामा जुन एउटा सेपरेसनबाट जान्छौँ, त्यो सेपरेसनलाई चाहिँ प्रभु येशूले आफैमा भोग्नु भयो। अनि जब प्रभु येशू मारिनु भयो, गाडिनु भयो, एक दिन बित्यो, एक रात बित्यो, 2 दिन 2 रात बित्यो, 3 दिन 3 रात बित्यो, त्यति बेला चाहिँ परमेश्वरले चाहिँ नि पुनरुत्थानको आत्मा चाहिँ ल्याएर यीशु प्रभुभित्र स्वाट्टै हाल्दाखेरि नि मरेको यीशु के हुनुभयो? फुत्त जिउँदो भएर उठ्नुभयो नि। त्यति बेला तपाईलाई पनि सँगसँगै के गर्नुभयो? बौरी उठाएर चिहानबाट बाहिर निकाल्नु भयो। अब प्रश्न चाहिँ यो आउँछ, यसले मलाई के फरक पार्छ? मलाई रोमी 6:4 हेरौँ। यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकोबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। यहाँ त्यसरी भन्दाखेरि चाहिँ इमिटेट गर्नु जस्तो लाग्छ, तर इङ्ग्लिसमा तपाईँले पढ्नुभयो भनेदेखि साह्रो मजाको छ। NKJV-बाट, therefore we were buried with him through baptism into death, just as Christ was raised from the dead by the glory of the Father, even so we also should walk in the newness of life. बाइबलले के भन्छ भन्देखि नि, पिताको महिमाद्वारा चाहिँ प्रभु येशूलाई परमेश्वरले मरेकोबाट जिउँदो पार्नुभयो। अब त्यही महिमा चाहिँ को भित्र बसेको छ? नयाँ जन्म पाउँदाखेरि तपाईँ भित्र बसेको छ। अब जुन महिमाले प्रभु येशूलाई मरेकोबाट जिउँदो पारे तपाईँ भित्र बसेको कारण तपाईलाई नयाँ जीवन जिउँछु भनेर जसै पहिला चाल्नुहुन्छ, अघिसम्म जिउन नसकेको परिवर्तन चाहिँ तपाईले जिउन सुरु गर्नुहुन्छ। किनभनेदेखि मरेकोबाट बौराउनेसम्म शक्ति भएको महिमाले चाहिँ तपाईलाई परिवर्तित जीवन जिउनको लागि भित्रबाट एनर्जी दिँदै गरेको हुन्छ, पावर दिँदै गरेको हुन्छ, भित्रबाट ठेल्दै गरेको हुँदछ। तपाईको लागि खुसीको खबर, नयाँ जीवन जिउनु सम्भव छ। तपाईहरु कतिजनाले ह्याबिटसित स्ट्रगल गर्दै हुनुहुन्छ, आदतसित सङ्घर्ष, कति खाँदिन भन्नुहुन्छ तर खाइ पठाउनुहुन्छ, गर्दिन भन्नुहुन्छ गरी पठाउनुहुन्छ, यो कुरा मेरो जीवनमा आउनु दिदिन भन्नुहुन्छ, फेरि आइ पठाइहाल्छ। गर्दा 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 तपाईँ थाकेर हैरान भइसक्नु भएको छ होला। 2 किसिमको जीवन जिउँदाखेरि, एउटा जीवन चाहिँ के छ? सबैको अगाडि देखाउने जीवन, जसमा हामी आफैलाई नै सही मान्छे देखाउन खोज्छौँ। तर अर्को जीवन चाहिँ यस्तो खालको जीवन छ भित्र, जो चाहिँ तपाईँले कसैलाई पनि देखाउने आँट गर्नु हुन्न। अनि दुईटा जीवनले जहिले पनि मान्छेलाई थकाएर हैरान पार्छ। तपाईँ आज यो ठाउँमा हुनुहुन्छ भनेदेखि तपाईँको लागि खुसीको खबर, तपाईँले दुईटा जीवन जिउनु पर्दैन। तपाईँको भित्र त्यो महिमा आएर बसेको छ जसले यीशुलाई मरेकोबाट जिउँदो पार्यो। अब बाइबलले के भन्छ? वक भन्छ। वक भनेको चाहिँ हिँड भनेको चाहिँ ठिङ्ग उभिनु होइन। हिँड भनेको चाहिँ पाइला उचाल। तपाईँले नि परमेश्वरले चाहेको जीवन जिउनको लागि पाइला उचाल्दै गर्दाखेरि विश्वास गर्नुहोस्, अघिसम्म त बलले मैले हिँड्दै थिएँ, तर अब चाहिँ म भित्र महिमा बसेको छ। त्यो महिमाले मलाई सहायता गर्नेछ। जस्तो तपाईँले हिँड्नको लागि पाइला उचाल्नुहुन्छ नि, तपाईँले चालै नपाइकन बदलिएको जीवन जिउन सुरु गर्नुहुन्छ, परिवर्तित जीवन जिउन सुरु गर्नुहुन्छ। धेरै भुल धारणा चाहिँ कहाँनिर छ भनेदेखि,
उद्धार चाहिँ विश्वासद्वारा पाउँछौँ, परिवर्तित जीवन चाहिँ कोसिसद्वारा जिउने कोसिस गर्छौँ। बाइबलले के भन्छ? आत्माबाट सुरु भएको कुरालाई शरीरमा अन्त नगर। अर्को सजिलो शब्दमा भन्नु हो भनेदेखि नि, सुरु पनि आत्माले गरेको हो, पूर्णतामा नि आत्माले नै पुर्याउँछ। यसर्थ म फेरि पनि भन्छु, विजयी क्रिस्चियन जीवन चाहिँ परमेश्वरको इच्छा हो। अनि परमेश्वरले तपाईँको लागि राखिदिएको डिमान्ड र स्ट्यान्डर्ड चाहिँ यति साह्रो ठुलो छ, तपाईँको बलले सक्नुहुन्न। नयाँ करारमा आएपछि परमेश्वरले आफ्नो डिमान्डलाई कन्सेसन गरेर तल झार्नु भएको छैन। नयाँ करार त झन् कडा भएर गएको छ। कतिले भन्छ होला नयाँ करारले मान्छेलाई बिगार्यो, मान्छेलाई उत्ताउलो बनायो भन्छ होला है त। तर पुरानो करार चाहिँ के थियो भन्नुहोस् त? दाँतको बदला दाँत, आँखाको बदला आँखा। कसैले हिर्काएर एउटा आँखा फुटाइदियो भनेदेखि मैले पनि दुईटा त होइन तर कतिवटा चाहिँ फुटाउनु पाउँछ, एउटा। नयाँ करारमा आउँदा त कसैले तिम्रो सर्ट खोज्छ भनेदेखि नि त्यसको पनि तिमीले खोसिदेऊ होइन अरे त। सर्ट त लग्यो के पनि खोजिदिइहाल उसलाई, खास्टो पनि दिइहाल। कसैले आएर एउटा गालामा ठ्याम्म हो भनेदेखि दियो भने नि, नयाँ करारमा चाहिँ भएदेखि मैले दुईटामा त होइन तर कमसेकम कतिमा चाहिँ फर्काउनु पाउँछु, एउटामा चाहिँ फर्काउनु पाउँछु। तर नयाँ करारमा आउँदा ठ्याम्म दिँदाखेरि नि अर्को गाला यता पनि भनेर ठ्याम्म यता पनि चड्काउ भने। नयाँ करारले पुरानो करार भन्दा कता हो कता गाह्रो छ। पुरानो करारमा चाहिँ व्यभिचार गर्नु पाउँथेन, नयाँ करारमा त मनमा सोच्नु धरे पनि पाउँदैन। कतिले सोच्छ नयाँ करार सजिलो छ। नयाँ करारमा त नि परमेश्वरको डिमान्ड त झन् मान्छेले भेट्नु सक्ने भन्दा कता हो कता माथि गएको छ। वास्तवमा नयाँ करारले मान्छेलाई सजिलो पार्दैन, झन् डिमान्ड चाहिँ माथि छ। तर नयाँ करारको सुन्दरता चाहिँ के हो तपाईँलाई थाहा छ? एकापट्टि जुन परमेश्वरले यति साह्रो हाई डिमान्ड राख्नु भएको छ, उतापट्टि त्यही परमेश्वरले तपाईँभित्र आफ्नो महिमालाई हाल्नुहुन्छ। अनि उहाँले भन्नुहुन्छ तैँले मैले भनेको अनुसार जीवन जिउनु पर्छ। तर अर्कोपट्टि उहाँले के भन्नुहुन्छ? म मेरो महिमाद्वारा तँलाई यो पुरा गर्नुमा सहायता गर्नेछु। पुरानो करार र नयाँ करारको भिन्नता चाहिँ के छ भनेदेखि नि, पुरानो करारमा चाहिँ सबै आज्ञाहरूको पछाडि के छ? You shall अथवा you will do it. तर नयाँ करारको सुन्दरता चाहिँ के छ? परमेश्वर के भन्नुहुन्छ? I will put my spirit in you. I will write my laws in your heart. म गर्छु। यसो त पुरानो करार छ, तैँले गर्छस्, तैँले गर्नुपर्छ हो। तर नयाँ करार चाहिँ के हो भने डिमान्ड त त्यही हो, तर तँभित्र बसेर म गर्नेछु, म तँलाई सहायता गर्नेछु, म तँलाई बोक्नेछु, म तँलाई उचाल्नेछु, म तँलाई हिँडाउनेछु। अनि जो पनि तपाईँले नयाँ जन्म पाउनुहुन्छ नि, त्यो महिमा चाहिँ तपाईँभित्र बसिराखेको छ। तपाईँले नयाँ जीवन जिउनु सक्नुहुन्छ। नयाँ जन्म भन्नुहोस् न। आज म तपाईँलाई अरू कतै पनि नलाने विचार गरेको। पुनरुत्थान नयाँ जन्म, पुनरुत्थान नयाँ जन्म, पुनरुत्थान नयाँ जन्म। पुनरुत्थानले चाहिँ तपाईँलाई नयाँ जन्म गराएको छ। नयाँ जन्ममा चाहिँ परमेश्वरको महिमा चाहिँ तपाईँभित्र आएर बसेको छ। सक्नुहुन्छ तपाईँले परिवर्तित जीवन बिताउन। के चाहिँ जरुरी छ? हिँड्नु। हिँड भन्नुहोस् न छेउको साथीलाई, वक भन्नुहोस् न। वक इन न्यूनेस अफ लाइफ भन्छ। वक पहिला चाहिँ मैले चाल्नु पर्यो, यीशु प्रभुले आएर चालिदिनुहुन्न। तर त्यो हरेक पाइला चाल्दै गर्दाखेरि तपाईँ भित्र बसेको परमेश्वरको जीवनमाथि विश्वास गर्नुहोस्। प्रभु म पाइला उचाल्दैछु,
तर सहायता चाहिँ तपाईले गर्नुहुने छ। के फरक पार्छ भन्दाखेरि तपाईले नयाँ जीवन जिउन सक्नुहुन्छ। दोस्रो, एफिसी 2:5 पद 8 देखि 10 पद, यसकारण पापमा हामी मरेको भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीले उद्धार पाएका छौ। यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। किनकि हामी असल कामहरूको निम्ति ख्रीष्ट यीशुमा सृजना गरिएका उहाँका हातका सिप हौं। हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाट ती तयार गर्नुभएको थियो। जुन दिन तपाईले प्रभु यीशुलाई विश्वास गर्नुभयो, तपाईको नयाँ जन्म पाउनुभयो, त्यो दिन चाहिँ तपाईलाई परमेश्वरले एक असल कामको निम्ति फेरि रिक्रिएट गर्नुभयो। यस्तो खालको असल काम जो चाहिँ तपाईको जीवनमा गर्नका लागि परमेश्वरले उहिले नै फैसला गरिसकेको थियो। जति बेला तपाई जन्मिनु भएकै थिएन, मार्किट जन्मिएकै थिएन, हजारौं वर्ष अगाडि, त्यति बेला नै परमेश्वरले मार्किटको जीवनमा गर्नुपर्ने कामहरूको फैसला गरिसक्नु भएको थियो। कुमार भाइ जन्मिनु भएकै थिएन, तर हजारौं वर्ष अगाडि त्यति बेला नै परमेश्वरले तपाईलाई कसरी चलाउँछु भन्ने कुराको फैसला गरिसक्नु भएको थियो। अब प्रश्न यो आउँछ, परमेश्वरको काम गर्नु त छोड्दिउँ, परमेश्वरको लागि जिउनु धरि त सकेको छैन, उहाँको काम गर्नु त मेरे बस की बात नहीं भन्ने हुँदा होला है त। तर साह्रो मजाको चाहिँ के छ, यीशु प्रभुसँग जीवित पारिएको बेलामा नि परमेश्वरले तपाईलाई यीशु ख्रीष्टमा फेरि बनाउनु भयो। फेरि बनाउनु भयो भन्नुहोस् न। तपाईको भित्र त्यो नयाँ जन्म हाल्दै गर्दा तपाईलाई फेरि रिक्रिएट गर्दै हुनुहुन्थ्यो। अनि त्यो नयाँ जन्मद्वारा तपाईलाई फेरि बनाउँदै गर्दाखेरि परमेश्वरले तपाईलाई जुन कामको लागि चलाउने फैसला गर्नुभएको छ, त्यसमा चाहिने सबै गुण, वरदान र योग्यता तपाईभित्र परमेश्वरले हाल्नु भयो। एउटा मोबाइल कम्पनी, हामी सबैकोमा मोबाइल छ। एउटा मोबाइल कम्पनीले जब मोबाइल बनाउँदछ, त्यो मोबाइलले के काम चाहिँ गर्नेछ, उनीहरूले जब मनमा डिसाइड गर्दछ, त्यो काम गर्नका लागि चाहेको सबै फिचरहरू चाहिँ त्यो फोन बनाउँदै गर्दा चाहिँ त्यसभित्र हालिन्छ। मान्छेले यसलाई हिसाब गर्नको लागि चलाउँछ भन्दा त्यो भित्र के हाल्यो, क्यालकुलेटरको क्यालकुलेसनको योग्यता हाल्यो। यसलाई भिडियो हेर्नका लागि चलाउँछ भन्दाखेरि भिडियो प्ले गर्न सक्ने योग्यता हाल्यो। यसलाई अरू के को लागि चलाउँछौ, टर्चको लागि चलाउँछ भन्दा टर्चको योग्यता हाल्यो। यसलाई एफएम को लागि चलाउँछ भन्दा एफएम बज्नु सक्ने योग्यता हाल्यो। सबै हाल्दै 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 जब त्यो मोबाइल फोन कम्पनीबाट फुत्त बाहिर निस्क्यो नि, यो मोबाइल फोन भित्र यसलाई जुन काम गर्नका लागि निर्माण गरिएको त्यो गर्ने सबै योग्यता चाहिँ बनाउँदै गर्दा यसभित्र हालियो। मिठो कुरा सुन्न चाहनुहुन्छ, तपाईले नयाँ जन्म पाउँदै गर्दा नि तपाईलाई प्रभुले स्वर्ग लानुको लागि मात्र बनाउनु भएन, उहाँको काम गर्नका लागि जुन नयाँ जन्म दिनुभयो। त्यति बेला नि तपाईको भित्र परमेश्वरले जुन कामको लागि तपाईलाई चलाउन चाहनुहुन्छ, नयाँ जन्मको समयमा त्यो योग्यता तपाईभित्र हालिसकिएको छ। कसैले पनि सक्दिन भन्नु पाउँदैन। आजको दिन कसैले सक्दिन भन्नुहुन्छ भने अल्छे हो त्यो। किनभनेदेखि नयाँ जन्म चाहिँ यति साह्रो शक्तिशाली छ। परमेश्वरले त्यति बेला नै त्यो मोबाइल फोनलाई कुन कामका लागि चलाउनु पर्ने हो त्यसको फिचरहरू त्यसलाई निर्माण गर्दै गर्दा हालिएको जस्तै नि तपाईलाई नयाँ जन्म गराउँदै गर्दा परमेश्वरले तपाईको बुलाहाटलाई पुरा गर्ने हरेक योग्यता तपाईभित्र हालिसक्नु भएको छ। एक्सक्युज छैन कसैलाई पनि, बहाना कसैलाई पनि छैन। मलाई खुसी लाग्यो, अस्ति 65 जनाले 65 क्यान्डिडेट्सहरूले हाम्रो चर्चमा मिनिस्ट्री गर्ने विचार गरे। शक्तिशाली सत्यता चाहिँ परमेश्वरले कसैलाई पनि आइडल बस्नको लागि बनाउनु
भएन। ख्रीष्टसित तपाईँ जीवित पारिँदै गर्दाखेरि परमेश्वरले तपाईँलाई असल कामको लागि सृजना गर्नुभयो, जुन काम चाहिँ परमेश्वरले पहिल्यैबाट तपाईँको लागि तयार गरेर राख्नु भएको थियो। छेउको साथीलाई भन्नुहोस् न, तपाईँले सक्नुहुन्छ मिनिस्ट्री गर्नु। मिनिस्ट्री नगरी बस्ने मान्छे अल्छे हो त परमेश्वरले तपाईँलाई स्वर्ग मात्र लैजान चाहनुहुन्न, उहाँको महिमाको लागि तपाईँलाई चलाउन चाहनुहुन्छ। अनि परमेश्वरले त्यो फिचर तपाईँको भित्र अगाडिबाटै हालिसक्नु भएको छ। नयाँ जन्मले फरक पार्ने तेस्रो र अन्तिम कुराको चर्चा गरेपछि म अन्त गर्दैछु। पहिलो पत्रुस 1:3 अघि सुरु गर्यौं पढ्नु, तर त्यसको मुनिको भाग पनि अब हामी हेर्न लागेका छौं। परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टको पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। स्वर्गमा तिमीहरूको निम्ति साँची राखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलाउने किसिमका छन्। आखिर समयमा प्रकट हुन आँटेको मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा आफ्नो परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। यीशु ख्रीष्टको पुनरुत्थानद्वारा परमेश्वरले तपाईलाई एउटा जीवित आशाको लागि नयाँ गरी जन्माउनु भयो। नयाँ जन्ममा चाहिँ नि परमेश्वरले तपाईलाई एउटा जीवित आशाको निम्ति जन्माउनु भयो। अब यो जीवित आशा चाहिँ के चाहिँ हो भनेर भन्नुहुन्छ भने, स्वर्गमा तिमीहरूको निम्ति साँची राखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलाउने किसिमको छ। परमेश्वर तपाईलाई एउटा यस्तो खालको जीवित आशाको लागि नयाँ गरी जन्माउनु भयो, जुन जीवित आशा भित्र चाहिँ के छ भनेदेखि नि स्वर्गमा तपाईको उत्तराधिकार छ। नयाँ जन्मले गर्दाखेरि स्वर्गमा तपाईको के छ? उत्तराधिकार। यो उत्तराधिकार चाहिँ कस्तो छ? अविनाशी छ, विशुद्ध छ, नओइलाउने किसिमको छ। त्यसको मतलब नि तपाईले नयाँ जन्मभित्र चाहिँ सधैँभरि स्वर्गमा परमेश्वरसँग बस्न पाउनु चाहिँ उत्तराधिकारको रूपमा पाउनुभयो। आमेन भन्नुहोस् न। अनि परमेश्वरसित बस्नु पाउने जुन तपाईको अधिकार छ, त्यो अधिकार चाहिँ अविनाशी हो, कहिले पनि सकिँदैन। अर्को के छ? विशुद्ध छ, चोखो छ र नओइलाउने किसिमको छ। नयाँ जन्मले चाहिँ नि तपाईलाई सधैँभरि स्वर्गमा बस्ने अधिकार तपाईलाई प्रदान गर्यो। आजको दिन तपाईँ मर्नुभयो भनेदेखि पनि किन सुर्ताउनु पर्दैन भनेदेखि नि स्वर्गमा मेरो उत्तराधिकार छ। त्यो उत्तराधिकार चाहिँ के हो? सधैँभरि म परमेश्वरसँग बस्न पाउँछु। अविनाशी रूपमा, अनन्त रूपमा यो अधिकार कहिले पनि ओइलाउँदैन। हिजो हामी लिङदिङमा थियौँ, फर्किँदै थियौँ। मेरो अगाडि एउटा रतन जाँदै हुनुहुन्थ्यो, सेकेन्डमा म, मेरो पछाडि उहाँको बुहारी आउँदै हुनुहुन्थ्यो। अनि उनीहरू अलिक पछाडि थियो। यसो आउँदै गर्दा एल्डर बाउले भन्नुभयो, आफ्नो जमिनको सिमाना देखाउँदै हुनुहुन्छ मलाई। मेरो जमिनको सिमाना यहाँसम्म हो, यतापट्टि चाहिँ मेरो पापालाई दफन गरेको छ, मेरो पापालाई राखेको छ। यहाँनिर मेरो बुहारी पनि राखेको छ। अब म पनि अलिक दिनमा त यही होला अरे उहाँले नि हजुर हजुर भन्दैछु। उहाँको बुहारीलाई नमिठो लागेछ त्यो सुन्दाखेरि नि। अनि पापाहरूको मुखबाट यस्तो सुन्नु त मजा आउँदैन नि है अङ्कल अरे। तर हामी भेट्छौँ नि है अरे फेरि आफै मैले भने हो हामी भेट्छौँ फेरि। अनि उहाँले त्यसो भन्दै गर्दा मैले पनि झसँग सोचेँ, म पनि त त्यहाँ जाने दिन त आउँछ, मेरो पनि त बागथाङमा ट्रान्सफर हुने दिन आउँछ। सोच्नु त लाग्दैन है त। आज कहाँ यस्तो मजाको पुनरुत्थानको कुरा हुँदा हुँदै खल्लो कुरा ल्याइदियो जस्तो लाग्दै होला तपाईँहरूलाई। तर यो रियालिटी हो। आमेन भन्नुहोस् न। यीशु प्रभुको आगमन चाहिँ ढिलो भयो भनेदेखि नि बागथाङमा हुन्छ कि चाँदमारीमा हुन्छ? अब चाँदमारीको नयाँ इनोग्रेसन हुँदैछ।
तर एउटा ठाउँ त तपाईँको त्यहाँ हुन्छ, मेरो ठाउँ पनि हुन्छ अनि हामीलाई त्यो कुरा सोच्नु मन लाग्दैन। तर मजाको कुरा चाहिँ के छ भनेदेखि नि, शरीर जब त्यहाँ राखिन्छ त्यो चाहिँ अन्त होइन। तपाईँको आत्मा चाहिँ सधैँभरिको लागि परमेश्वरको घरमा जान्छ। मेरो शरीरलाई टाटा गर्दै गर्दै मजाले फुल पनि लगाइदिनु है, म चाहिँ गएको म चाहिँ कहाँ जान्छु भन्नुहोस् त? त्यति बेला मेरो उत्तराधिकारभित्र प्रवेश गर्छु, जुन उत्तराधिकार चाहिँ यीशु बौरी उठ्दाखेरि नयाँ जन्मले मलाई प्रदान गर्यो। अनि यसलाई चाहिँ बाइबलले के भन्छ? जिउँदो आशा। जिउँदो आशा भन्नुहोस् न। मर्नु डर लाग्छ तपाईँहरूलाई? कतिले के भन्दैछ? लाग्दैन भन्दैछ। म देख्दैछु तपाईँको मनले चाहिँ नि खासमा यसो यसो गरेको, मुखले के भन्दैछ? लाग्दैन भन्दैछ, तर लाग्दैन भन्दैछ। तर मर्नु चाहिँ सबैलाई डर लाग्छ। डिप्रेसिङ रियालिटी जस्तो हामी सबैलाई लाग्छ है त। हाम्रो जेरेमी जन्मिँदै गर्दाखेरि लकी मर्यो। तपाईँले कतिले कथा सुन्नु भएको छ कि छैन? ऊ मर्यो। हाहाकार मच्यो। डक्टरले हामीलाई भनेन बिहान 10 बजी हालेको, दिउँसो भइसक्यो। तर परमेश्वर उसको जीवनलाई फर्काउनु भयो। बेलुकी 4 बजी ऊ निस्क्यो ओटीबाट बाहिर। तर उसले साँझको बेलामा नि मलाई के भन्यो भनेदेखि, तपाईँलाई थाहा छ? उसको होस फर्किसकेपछि उसले भन्यो, तपाईँलाई थाहा छ म कहाँ गएँ? आज के भयो थाहा छ? मैले भने थाहा छैन। म त अपरेसनको टेबलमा थिएँ, म त टिँ गरेको, म त थाहा छ झप्पै गएँ। म त्यहाँदेखि हेरेको त म त मेरो शरीरबाट फुत्तै भएर निस्केँ। अपरेसनको टेबलमा मै सुतिराखेको छु, तर फेरि म उठेर माथि हेरिराखेको छु। अनि डक्टरहरूले दोष हालहाल गर्दै गरेको, यो तैँले गर्दा हो खासमा। छोरा त जन्म्यो तर पेसेन्ट पार्टीलाई कसले खबर दिने अब? अनि ऊ फुत्त निस्केर गएको। मैले उसलाई सोधेँ, साह्रो परेन भने त केही पनि भएन, फुत्तै निस्किहाल्यो। अनि कहाँ पुग्यो भनेको त म यस्तो खालको ठाउँमा पुगेँ जहाँनिर एउटा बगैँचा थियो, थुप्रो मान्छे थियो। म एकजना मान्छेको पछि जाँदै थिएँ। यति मजाको ठाउँ, हात समातेर जाँदै थिएँ। तर कता कता झसङ झसङ मलाई केही पनि याद हुँदै थियो। मेरो हस्बेन्ड छ, मेरो नानी भर्खर जन्मेको छ। तर त्यो ठाउँ यस्तो मजाको छ, मलाई सम्झिनु मन लाग्दैन मेरो फ्यामिली। तर मैले त्यो व्यक्तिलाई भने, मेरो नानी भर्खर जन्मेको छ, मेरो हस्बेन्डले त्यसलाई स्याहार्दैछ भन्दाखेरि त्यो व्यक्तिले यसो हेरे अरे मुसुक हाँसेर जा भने नि। जब पनि जा भने नि, यता चाहिँ डक्टरले के दिँदै भन्नुहोस् त? करेन्टले फेरि रिभाइभ गर्ने ट्राई गर्दै। जहाँ मात्रै भनेछ जुरु उसको आत्मा फुताएर फेरि शरीरभित्र पर्छ, जुरुको उठेर हेर्नुहोस् है त्यति बेला रिभाइभ भयो। तर उसले त्यो रात भनेको कुरा मेरो माइन्डमा सधैँभरिको लागि रेजिस्टर भयो। मर्नु चाहिँ कति पनि गाह्रो छैन। शरीर लडिराखेको हुन्छ तर आत्मा चाहिँ फुत्तै निस्केर जान्छ। तर गहिरो कुरा चाहिँ के हो भनेदेखि नि, नयाँ जन्म पाएको दिन तपाईँलाई परमेश्वरले एउटा जिउँदो आशा दिएको छ। आशा चाहिँ के को आशा छ? स्वर्गमा तपाईँको अविनाशी विशुद्ध नओइलाउने उत्तराधिकार छ। तपाईँ सधैँभरि परमेश्वरसित बस्नुहुनेछ। किनकि नयाँ जन्मले तपाईँलाई एउटा यस्तो खालको जिउँदो आशा प्रदान गरेको छ। तर जिउँदोहरूको लागि के छ भन्दाखेरि 5 पदमा आखिरी समयमा प्रकट हुन आँटेको मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तर यसको मतलब चाहिँ के हो भने सबै मर्दैन। कोही त छ जसले यीशु प्रभुको आगमनलाई जिउँदै भेट्छ। मेरो इच्छा चाहिँ हो मेरो जेनेरेसन त्यो हो भन्ने। तर म भन्दा अगाडिको जेनेरेसनले के भनेको थियो? परह्याप्स टुडे भनेको थियो। मारानाथा रिभाइभल क्रुसेडको पोस्टरहरू हुन्थ्यो, हामीले खुब टाल्थ्यौँ त्यति बेला। त्यो पोस्टरको एक लाइन मात्रै हुन्थ्यो, परह्याप्स टुडे, सायद
आज मभन्दा अगाडिको जेनेरेसनले के भन्यो, सायद आज प्रभु आउँछ भन्दा भन्दै मरे, उनीहरूलाई मैले दफन गरेँ। मेरो पुस्ताले नि के भन्दैछ, सायद आज। कतिको टिचिङ सुन्दा त अहिले भइहाल्छ जस्तै नै छ, तर थाहा छैन कहिले हुन्छ। मेरो पुस्ताले देख्नु नि सक्छ, तपाईँको पुस्ता, हाम्रो पुस्ताले देख्नु सक्छ, तर हामी बितेर गयौँ भने कुनै पुस्ताले त प्रभु यीशुको आगमनलाई जिउँदै भेट्नेछ। तर त्यति बेलासम्म केले सुरक्षित राख्छ भनेदेखि नि, तपाईले परमेश्वरलाई विश्वास गर्दै गर्दै तपाईभित्र जुन नयाँ जन्म यीशुसित तपाईँ जीवित पारिनुभयो, त्यो तपाईभित्र पाएको नयाँ जन्मले चाहिँ तपाईँलाई सुरक्षित राख्नेछ। यसो त आखिरी समयमा मुक्ति प्रकट हुन्छ। त्यसको मतलब चाहिँ नि, यो मुक्ति भनेको चाहिँ मुक्तिको फाइनल इन्स्टलमेन्ट हो। त्यो चाहिँ अहिले हामीले पाएको मुक्ति चाहिँ आत्माले त सबै कुरा पायो, चेक दिइसकेको जस्तो हो, तर यो चेकमा 2-3 इन्स्टलमेन्ट चाहिँ हामीले थापिसक्यौँ, तर एउटा इन्स्टलमेन्ट छ। मलाई सोध्नु चाहिँ कुन इन्स्टलमेन्ट भन्नुहोस् न। हाम्रो शरीर अझै पनि मर्नुपर्छ। यो इन्स्टलमेन्ट चाहिँ पेमेन्ट भएको छैन। परमेश्वरले के भनेको छ, चेक चाहिँ दिन्छु, यो चेकभित्र तेरो नयाँ जन्म, उद्धार, मुक्ति सबै छ, तर फाइनल इन्स्टलमेन्ट पेमेन्ट गर्ने चाहिँ टाइम आउँछ है, जति बेला तेरो शरीर पनि नमर्ने ठाउँमा पुग्छ। अब त्योभन्दा अगाडि मरिहालिस् भने पनि कोही बात छैन, आत्मालाई म स्वर्ग लान्छु, शरीर माटो हुन्छ, तर एक दिन म शरीरलाई पनि बौरी उठाउँछु। तर त्यति बेलासम्म जिउँदो रहिस् भनेदेखि नि अन्तिम समयमा प्रकट हुने मुक्तिलाई तैँले प्राप्त गर्नेछस्। त जिउँदै नै के हुनेछस्, परिवर्तन हुनेछस्। प्रभु यीशु स्वर्गबाट ओर्लनु हुनेछ, अनि त्यति बेला तपाईँको शरीर नमरिकन यीशु जस्तो हुनेछ। तपाईँ उचालिनु हुनेछ त्यति बेला, अनि प्रभु यीशुसित सधैँभरिको लागि जानुहुनेछ। तपाईँको मनमा होला कतिको, अनि हामी अलि उमेर ढल्केकोहरू चाहिँ त्यसलाई गइसकेको हुन्छ, हाम्रो चाहिँ के हुन्छ पास्टर बाबु भन्नु त नसुर्ताउँदा हुन्छ। त्यो मान्छे परिवर्तन भएर जाँदै गर्दाखेरि नि, त्यो पहिला मरेर गाडिनेहरू पनि के हुन्छ, सँगसँगै बौरी उड्छ। अझै अगाडि पो उड्छ भन्छ बाइबलले, आँखाको एक निमेष अगाडि चाहिँ उनीहरू उड्छ, अनि त्यहाँनिर सबैको भेट हुन्छ। तर त्यो दिन चाहिँ कहिले हुन्छ कसैलाई पनि थाहा छैन। अनि हरेकको ढुकढुक चाहिँ के छ, म पास हुन्छु कि पास हुँदिनँ, म जान्छु कि जाँदिनँ। फेरि टिचिङ चाहिँ के आइरहेको छ, प्रार्थना गर, प्रार्थना गर, प्रार्थना गर, प्रार्थना गर, भोकै बस, भोकै बस, उपास बस, उपास बस, दुःख गर, दुःख गर, दुःख गर, दुःख गर। तर उद्धार परमेश्वरले विश्वासद्वारा दिनुभयो, नयाँ जन्म परमेश्वरले विश्वासद्वारा दिनुभयो। तपाईँ भित्र नि यीशु प्रभुको पुनरुत्थानले ल्याएको नयाँ जन्म यति साह्रो शक्तिशाली छ। यही नयाँ जन्मले तपाईँलाई मुक्तिको अन्तिम समयको लागि सुरक्षित राख्नेछ। यसो त तपाईँको नयाँ जन्म छ नि इनफ क्वालिफिकेसन हो यीशु प्रभुसित जानको लागि। यसकारण आजको दिन प्रभु यीशुसित को जान्छ भन्दा कसैले मलाई धेरै प्रार्थना गर्ने मान्छे, कसैले भन्ला धेरै बाइबल पढ्ने मान्छे, कसैले भन्ला होल नाइट प्रेयर गर्ने मान्छे। नराम्रो त छैन, हामी पनि गराउँछौँ, गर्नुपर्ने कुराहरू हो। तर तपाईँलाई थाहा छ यसको एउटै मात्र क्वालिफिकेसन चाहिँ के हो, नयाँ जन्म, ख्रिस्टसित जीवित पारिएको मान्छे। यसकारण आजको दिन तपाईँ एउटा नयाँ जन्म पाएको व्यक्ति चाहिँ हुनुहुन्छ भनेदेखि नि तपाईँ क्वालिफाइड हुनुहुन्छ। यो नयाँ जन्मले तपाईँलाई अन्तिम समयमा प्रकट हुने मुक्तिको लागि के राख्नेछ, सुरक्षित राख्नेछ। तपाईँले नयाँ क्वालिफिकेसन प्राप्त गर्नु पर्दैन। होसियारी चाहिँ यति मात्रै हो, यो क्वालिफिकेसन नहराउनुहोस्। यसो त प्रभु यीशु आउँदाखेरि तपाईँको आत्मालाई चाहिँ जागो राख्नुहोस्, त्यति चाहिँ पर्याप्त हो। किनभनेदेखि प्रभु यीशु बौरी उठ्दै गर्दाखेरि उहाँले तपाईँको पुनरुत्थानलाई किन्नुभयो। अब त्यो पुनरुत्थान चाहिँ तपाईँको नयाँ जन्मको लागि यति साह्रो शक्तिशाली आधार हो। आउनु समेत मलाई प्रार्थनामा जाँदैछौँ।